बुढो देखेको बुढो देखिन्छ नि ल साथी मेरो बुढाले पैसा देखाइराख्नु भएको मलाई पैसा सही पैसा बाको बानी नै देखेर मन नदिनु म काश्मीर हुँदादेखि ओहो रोजिहाले यस्तो झोला रोजिहाले अझै रेडियो बनाउँदैछ के नाटक हो तलको छैन बा हाम्रो बा को थियो काश्मीर जाने त्यतिखेर अनि ताराबहादुर अनि मैले तरकारी बनाइरहेको छु साथीहरू आलु बोडी के भन्छ लौका पहिलो गा बुढोको ताल हेर्नु नि खालि बुढोले भेट आइगयो नि यहाँ पानी कहाँ हो कि मान्छेहरूको माथि चढ्नु भएर मैले त के हुन्छ त भिडियो बनाएर आमाले यहाँ जाँड झिक्दै हुन्छ जाँड मिठो भएको जाँड चाख्नु त भिजाइदिनु ल अब त्यही मिलाइदिनु बाक्लो बाक्लो बनाइदिनु बिरेनु त छैन छैन कता कता पात्दै ठिकै होला नि चटपटेले ल साथीहरू हाम्रो चटपटेको सामग्री रेडी भयो साथीहरू हाम्रो बुढोले चन खाँदै हेर्नुहुन्छ चटपटे खाएर टोइलेट दौडिन पर्यो के देख्न परेको यो हाम्रो बुढो खाना खाँदा यहाँ बुढीले सिकाउँछ हामी चाहिँ धान काट्न लगाएको म चाहिँ धान काट्न साथीहरू पानी चटपटे धान काट्नु हामी त चटपटे खान्छ न चटपटे कता जानु भएको बोलाउँदिन भन्नु न के धान काट्नलाई ए पर्दैन मिठो माथि खान म धान काट्नु जब यसो खान भारी पुग्नु पर्छ दुःख त गर्नै पर्छ यार पसिना त बगाउनै पर्छ हातमा ठेला र पैतलाको छाला नउकिन्जेलसम्म मेहनत त गर्नै पर्छ जिन्दगी जिउँदै गर्दा कठिनाइहरू आउँछन् समय र परिस्थिति सँगसँगै बाध्यता र आवश्यकताहरू पनि आउँछन् बेला बेलामा जिन्दगीले रुवाइरहन्छ
साल काटेर रहेछ धान हजुर साह्रै धान काटेर रहेछ ऊ त तल पसलतिर घरकै ल्याउने अरे खाजा साजा खाएर अब फेरि धान काट्न सुरु केही भएन त्यो सुकिरहन लुगा लिनु किन्नु हिँड्नु हजुरको हुनु पर्ने सोधाउनु गाउँले हो के अरे काम त गर्नुपर्छ पसिनै पसिना भएको छ के गर्नु होइन दुःख गर्नुपर्छ मेहनत गर्नुपर्छ हो आफूले सोचेको बेला होइन सफलता नपाइएला तर ठिकै छ आत्तिन चाहिँ हुँदैन आफूले निरन्तरता आमा टाउको भरि त फुल छ है फुलेको मन तिम्रो लोभी मन जिस्किएर नबस माया बढ्ला झन् गाइस आजको भिडियो हजुरलाई कस्तो लाग्यो जस्तोको त्यस्तो कमेन्ट गर्न नबिर्सिनु होला लाइक कमेन्ट सब्स्क्राइब बाई बाई